मैले के गर्नु हेलो एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल। आज फेरि पनि नयाँ भिडियो लिएर आएको छु म। अनि आज चाहिँ स्पेसल गेस्ट हुनुहुन्छ मेरो मम्मी। आयो भनिदिनु वर्ष भनेर बिहानदेखि कन्भिन्स गर्दा 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 बल्ल अहिले 1 बज्यो। अनि 1 बजी बल्ल मान्नु भएको छ यता हेरेर के। अनि 1 बजी बल्ल मान्नु भएको छ नि। भर्खर मैले पनि स्किन केयर गरिसकेँ नि। आज चाहिँ म मम्मीको पनि स्किन केयर गरिदिन्छु ए भनेर चाहिँ। सो दिस भिडियो इज अल अबाउट म मम्मीको स्किन केयर गरिदिन्छु। अनि लेट्स हेभ अ चिट च्याट अलिअलि। हाई भन्दैन, हाई गाइज भन्दैन। हाई गाइज। सो यहाँ सिजमा हामी सेम सेम छौँ। अनि आज चाहिँ मैले जे लाउँछु मम्मीलाई त्यही नै लगाइदिन्छु। सो फर्स्टमा चाहिँ यो हारो हारो वन्डरको ब्ल्याक राइस इसेन्स। किनभने मम्मीको पनि स्किन एकदम सुपर ड्राई छ। त्यसमा चाहिँ अहिले झन् जाडो महिना सुरु भएपछि त ओभरअल ड्राई नै हुन्छ। त्यही भएर चाहिँ फर्स्टमा दिस इसेन्स। तपाईँ किन भिडियो बनाउनु नमान्नु भएको भनिदिनु नि त। उता हेरिदिनु उता अलिक यसो गर्नु पोखिँदैन कि पोखिँदैन। मम्मीलाई चाहिँ यहाँदेखि चुइन्छ झर्छ जस्तो लाग्दो छ क्या। मुख टाढो पार्नुहुन्छ कि। हेरिदिनु होला मेरो छोरीको भिडियो भन्नु न हेरिदिनु होला मेरो छोरीको भिडियो। मम्मीले यति भनेपछि चाहिँ हेर्नुपर्छ है फेरि तपाईँले। कसलाई भनेको थियो भ्युवर्सहरूलाई नि सब्सक्राइब पनि गरिदिनु भन्नु न सब्सक्राइब पनि गरिदिनु होला। मलाई चाहिँ एकदम अरूको फेसमा गर्नु चाहिँ एकदम अप्ठ्यारो लाग्छ कि। तर पनि अब मम्मीको चाहिँ म गरिदिन्छु। मम्मीको स्किन त फेरि यस्तो राम्रो छ नि। हेरिदिनु टर्किनु भएको आयो। हाम्रोबाट कति धेरै गर्नु भन्छ कि गर्नै हुँदैन कि कस्तो हुनु। म्यारी एन्ड मेको क्रिम लगाइदिन्छु एज अ मोइस्चराइजर। यो एकदम राम्रो छ। यो एप्लाई गर्नुको लागि सिलिकन ब्रस पनि छ। तर म हातले नै लगाइदिन्छु अहिले चाहिँ मम्मीलाई। ओके ओके। खै हेर्दा त घिउ जस्तै छ। जस्तै खाउँ जस्तो खानु हुनु लागेको छ त भिडियोमा। किन तपाईँ भिडियो बनाउनु नमान्नु भएको भनिदिनु न। वाहियात लाग्छ मलाई भिडियो बनाउनु। राम्रो हार्मोन चाहिँ एकदम क्यामेरा साइड फोटो पनि खिच्न मान्नु हुँदैन कि। अनि भिडियो बनाउनु त पर भने नि मैले हिजोदेखि भनिरहेको थिएँ। बिहान पनि मैले भनेको, खाना खाँदा पनि भनेको। अनि बल्ल 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 अनि घाम तापिराख्नु भएको थियो। कस्तो मौरी आएको हौ। राम्रो पो त। मौरी आएको राम्रै स्मल त मौरीले चिन्यो भने चाहिँ। ओइ के गर्दैन केही गर्दैन। यो भिडियो चाहिँ म केही एडिट नगरी एकदम र लगाइदिन्छु क्या जस्तो छ त्यस्तै। र मम्मी केही काटकुट नगरिकन एडिट नगरिकन लगाइदिन्छु ल। जस्तो आयो आयो ल। त्यस्तै त के लाउनु हौ। त्यस्तो त लानुपर्छ त। यो र भिडियो नि त तपाईँले जे बोल्नुहुन्छ त्यही जान्छ। नो काट त काटकुट बनाएर मिलाउने भए के मिलाउने केही नमिलाउने। यहाँ छ त हौ। के हो उल्टाको ठाडो नपार्ने। धेरै चाहिँ केही पनि लगाइदिएन। जस्तो अब यो नर्मल स्किन केयर मात्र, नर्मल स्किन केयर टाइपको जस्तो गेट रेडी विथ मी टाइपको भएर अब के भन्दा बुझ्नुहुन्छ तपाईँले त्यही हो। सनस्क्रिन चाहिँ वी हेभ दिस 3 सबै सनस्क्रिन। वी हेभ दिस 3 सनस्क्रिन। तपाईँलाई मैले ल्याइदिएको छु त। अनि मैले अस्ति मम्मीलाई डक्टर जेकेको सनस्क्रिन पनि ल्याइदिएको छु। तर राम्रै हुँदैन। अनि अब मम्मीलाई चाहिँ यो मन पऱ्यो यो मलाई दिइराख्नु भन्नुहुन्छ। ए यो खाले छ नि, यो दल्ने खाले। त्यो रिएप्लाई गर्नु सजिलो हुन्छ नि त।
खुवायो उता हेर्न न उता के घनेउला जतिकै कुदाउँछ अब फेरि हाम्रो मम्मीलाई यस्तो भयो भने नि यो अब यो त नर्मली अब यसरी गरिराख्दाखेरि जान्छ नि हाम्रो मम्मीले हुँदैन के हो यो मेरो गालामा सेतै पल्ट्यो भन्नुहुन्छ कि अनि सेतै त नदेखा नि त्यहाँ अब जान्छ नि त त्यही भएर हाम्रो मम्मी सनस्क्रिन लाउनु मान्नु हुँदैन कि सनस्क्रिन त एकदम मान्नु हुँदैन भने मम्मी बिर्सिहाल्नुहुन्छ कि मलाई अर्काको फेसमा लास्टै अप्ठ्यारो लाग्छ हाम्रो मम्मीको अनुहार यत्रो छ कि साह्रो नपर्नु नि धेरै टल्किरहेछ त नि टल्किन्छ त अनि तेल तल जतिकै भयो त्यस्तै ग्लास स्किन भन्छ यसलाई ग्लास स्किन कस्तो तेल लगाएको जतिकै टल्क्यो भन्छ यो ग्लास स्किन भन्छ कि यसलाई ल हेर्नु त हारुमुरको ग्लास स्किन अब हातले गर्नु पर्दैन म यसो गरिदिनु न त्यही चल दिन्छु भनेको यो उल्टो घुमाउँदा यही हो मैले अस्ति यही लगाइदिएको छु यो लिपस्टिकले चाहिँ मम्मीलाई कस्तो राम्रो देखेँ म मम्मीलाई छोडिदिइरहेको छु भनेको छु मेरो फाउन्डेसन चाहिँ यत्रो यत्रो लिपस्टिक पनि उ चल्दा आधी किलोको देख्दै थियो त यहाँ कहाँ Bro, what are you talking about, man? यो दिस इज म्याकको रुबी हो है तर देखिन्छ कि देखिँदैन होला आई सो यु किन हेभी लाग्यो गरौँ न गरौँ छ पैसा पनि गरौँ हो नि त कति पर्छ कहाँ खोलिनु पर्छ कति पर्छ गेस गर्नु त अब के गर्नु हो लिपस्टिकलाई नट लिपस्टिक इट्स लिपस्टिक 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 चाहिँ नो फाउन्डेसन ओन्ली ब्लस आधा हुँदैन क्या मेरो जस्तै हुन्छ नक्कल पार्ने खालको चाहिँ नलगा है त्यतिका नकल पार्ने टाइमै त्यति बुढेसकालमा हो नि होइन हामीले नकल पारेर हिँड्दा सुहाउँदैन बुढेसकालमा नक्कल पार्नु राम्रो आयो त्यस्तो बुढेसकाल पनि लाग्दैन यही हो बेला टक्क नक्कल पार्नु पनि पर्छ भन्दा पनि त्यो नक्कली भएर हिँड्ने होइन क्या आफ्नो केयर गर्नु चाहिँ नक्कल पार्नु हो कि खास हो मिस हो सिधा हुन्छ कपाल पनि कर्ल गरिदिन्थ्यो सबै बिगारेछ हेर्नु ठिक्क भएदेखि हो रातो रातो भयो छैन हल्का ठिक्क अब ब्लस भनेकै रातो रातो हो नि त मम्मी सो वेट अ मिनट ल म एउटा चिज लिएर आउँछु ब्यागबाट लगाइदिन्छु दिस इज माई ब्रसको झोला मेकअप ब्रसको ब्याग अनि म यही कन्टोरिङले यस्तो आँखामा लगाएर यस्तो राम्रो देख्छु क्या आज नगर्नुहोस् न दिस इज पाउडर ब्रस अनि यही लगाइदिन्छु म मम्मीलाई त्यस्तो खास चाहिँ मजाले त्यो मेकअप गर्न आउने चाहिँ होइन यसो अलिअलि फाटाफुट्टा गर्छु त्यही भएर मम्मीको पनि गरिदिएको नगर्नु चाहिँ राम्रो लाग्यो अब चाहिँ अलिक आयो आज नगर्नु आपोलो पनि लगाइदिउँ मम्मीलाई मस्कारा कहाँ लाउँछ नगर्नु चिन्नु
नखले भित्तामा गएर कालो बसिहाल्छ बस्दैन त्यही भएर त मजाले बिस्तारै यस्तो गर्नु न त ठाडो नपर्नु भन्छु दिस लिप लाइनर स्विस ब्युटीको को हो यो गराउनेहरू कोट लास्टै पातलो सानो छ कि यस्तो मान्छेहरू छुच्ची हुँदैन हाम्रो मम्मी लास्टै छुच्ची हुनुहुन्छ कि ओभर छुच्ची हुनुहुन्छ कि हुनुहुन्न त्यहीबाट थाहा भइहाल्छ सबैलाई सुनाउने कुरा हो छुच्ची हुनुहुन्छ मेरो मम्मी भनेको त्यो सबैले सुनाउनु कुरै हो नि यति धेरै ब्ल्याकमेल गरेँ मैले यति भिडियो बनाउनुलाई मलाई मात्र थाहा छ सुतेको मान्छेलाई उठाएर लिप लाइनर लाउँदा लाउँदा ओठै सक्यो लिपस्टिक कहाँ लाउनु भइरहेछ त है आमा नगर्नु धेरै ओठो बाहिर जान्छ लिपस्टिक हजुर आँगनु न धेरै हाँस्दा हाँस्दा मै रातो भइसक्यो कसो गर्नु दाँतमा लाग्यो क्या सबै दिस इज द हेयर सिरम के बनाउनु भएको हो त्यो के गर्नुहुन्छ त सिरम भन्दा त यहाँ लाउने सिरम ल्याउँछस् कि भनेर अब सिरम लाउने होइन भयो अब मैले ममको कपाल पनि काटिदिएको नि यताहरू हेर्नु त यतै फर्किने यता अगाडि साँच्चै कहाँ हो टिका ल्याइदिउँ त्यहाँ मैले बट्टा छैन अगाडि छैन अगायो बस्दा बस्दा दाँतभरि लिपस्टिक लाग्छ क्या यहाँ छ टिस्यु पेपर त्यो त नलाउनु न यस्तो यस्तो मैले अघि सिन्दुर लगाएको छु त अर्को लगाइदिन्छु कि म कहाँ She's trying to put your lipstick को टिका म ल्याइदिन्छु टिका ल अब यो के गर्नु भनेको दाँतमा लिपस्टिक लगाइसक्यो कि पुस्नु आज चाहिँ साथीहरूले मेरो नदेखेको रूप पनि देखिसक्नु भयो कि छैन She's so funny guys मस्करा जान्छ यस्तो 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 चाहिँ गर्नु न नहसान नि आँसु आइसक्यो अनि त्यसरी गर्नु भने त अघि लाग्दा त सबै जान्छ नि ए कोस म आएको गर्छु म टिका ल्याइदिन्छु ल ममको टिकी टिकी दिउँला चुरी है दिउँला नाच्नु न तैँले माया लाउन हो कपिराइट लाग्थ्यो त्यस्तो राम्रो गीत नगाउनु आँसु भयो म पनि सो या गाइज आजको भिडियो चाहिँ यति नै हो मैले मम्मीलाई अलिकति अगाडि आउनु मैले मम्मीलाई यस्तो बनाइदिएँ अघि फाइनल लुक देखाउनु न सेज रेडी मजा आउँछ टिका त बाङ्गो छ त भयो किन हाँस्नु हो अब यहाँ भिडियो एडिटिङ गर्नुपर्छ नगर्नु त टिका यहाँ लाउँछ ल पल्लो छेउ र पल्लो छेउ भयो 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 नहसाक भए पो मस्करा जान्छ कि तलपट्टि मात्रै सो या गाइज आजको लागि चाहिँ यति नै मैले मम्मीलाई यस्तै राम्रै बनाइदिएको छु कस्तो लागिरहेछ राम्रै फिलिङ आइरहेको छैन मलाई खै टल्किरहेछ तेल लाए जस्तो अलिक हराए जस्तो पनि राम्री चाहिँ फिल राम्री भइरहेको छु म सो या मैले मम्मीलाई बुट्टी फुल बनाइदिएको छु सो या थ्याङ्क्स फर वाचिङ भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद अनि म यो लाइभ हो कहना क्या चाहते हो युट्युबको लागि भिडियो बनाएको हो कि
अनि के भन्न आँटेको थिएँ बिर्साइदिनु भयो कि अनि चाहिँ म पनि त्यस्तो खतरा गर्ने थिएन तर जस्ट नर्मली मैले मम्मीलाई गरिदिएको अनि भिडियो पनि बनाएको सो या गाइज थ्याङ्क्स फर वाचिङ बाई लभ यु अल बाई गाइज भनिदिनु न बाई 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 गाइज बाई गाइज थ्याङ्क्स फर वाचिङ थ्याङ्क्स फर वाचिङ अनि डु लाइक डु सेयर and एन्ड डु सब्सक्राइब do subscribe. थ्याङ्क यू बाई Bye.